नमस्कार अनि मिठो सम्झना सम्पूर्णमा आज हामी भीमसेन स्तम्भ धरहराको प्रत्यक्ष अवलोकन तथा यस क्षेत्रको विषयमा केही जानकारी लिउँ भन्ने उद्देश्यले आज हामी यो भीमसेन स्तम्भ चाहिँ प्रवेश गर्दैछौँ। देखिरहनु नै चाहिँ प्रवेशद्वार हो। त्यसैले चाहिँ हामी टिकट काटेर मात्र साधारण कर्मचारीको लागि चाहिँ प्रति व्यक्ति 200 को दरले चाहिँ यहाँको टिकटको व्यवस्था रहिरहेछ। लामो समयपछि निर्माणाधीन अवस्थामा रहेको यो भीमसेन स्तम्भ आज हामी लामो समयपछि नै अवलोकन गर्दैछौँ। हेरेर साथ दिनुहोला। यस क्षेत्रको विषयमा देखिरहेका छौँ। ठ्याक्कै हाम्रो पछाडिपट्टि कुरा गर्ने भने नेपाल टेलिकम सुन्दारा को साइडमा देखिन्छ। यदि तपाईँ यस क्षेत्रमा चाहिँ अपरिचित हुनुहुन्छ र एकचोटि चाहिँ यस क्षेत्रलाई चाहिँ प्रत्यक्ष रूपमा आएर अवलोकन गर्ने एउटा चाहिँ अवस्था सिर्जना गर्नुहुन्छ भने यस क्षेत्रको विषयमा पनि अवश्य पनि तपाईँले चाहिँ जानकारी लिइसक्नुभयो। अब तपाईँले देखिरहनेछौँ यस भित्र के कस्ता सुविधाहरू छन्, के कसरी छ, यहाँबाट चाहिँ कस्ता कस्ता क्षेत्रहरूको बारेमा अवलोकन गर्न सकिन्छ भन्ने विषयमा त तपाईँहरूलाई अवश्य पनि जानकारी नै गराउनेछौँ। यहाँ आराम गर्नको लागि पनि एकदम उत्कृष्ट शीतल प्रदान गर्ने स्थलहरू पनि छन्। देखिरहनु भएको छ मेरो ब्याकग्राउन्डमा। त्यसै गरी हामी यस क्षेत्रको अलिकति दाहिनातर्फ देख्यौँ भने यो चाहिँ काठमाडौँ महल पर्छ। काठमाडौँ महल पर्छ। त्यसै गरी अब यस क्षेत्रको पछाडिपट्टि हेर्ने भने टुडेखेल ग्राउन्डको पछाडिपट्टि देखिन्छ है। देखिरहनु भएको छ। मेरो चाहिँ यो परिदृश्यमा हेरेर अवश्य पनि जानकारी लिइसक्नु भयो होला। यो धरहरा भीमसेन स्तम्भको रूपले चाहिँ चिने गरिन्छ। हाम्रो ब्याकग्राउन्डमा चाहिँ हुनुहुन्छ मेरो क्यामेराको बायाँपट्टि श्रवण सर नमस्कार। आज हामी भीमसेन स्तम्भ धरहराको चाहिँ प्रत्यक्ष अवलोकनको लागि हामी यस क्षेत्रमा चाहिँ आइसकेका छौँ। हामीले धेरैजनाले चाहिँ हेरेर साथ दिइरहनु भएको छ। निश्चय पनि यस क्षेत्रको विषयमा जानकारी पनि लिइसक्नुभयो होला। हामी कस्तो क्षेत्रमा जाँदैछौँ, के क्षेत्रमा चाहिँ जाँदैछौँ, यो क्षेत्र चाहिँ कहाँ पर्दछ भनेर चाहिँ सामान्य जानकारी त लिइसक्नुभयो। अब हामी श्रवण सरलाई एउटा सानो प्रश्न गर्दछु। यो लामो समयसम्म निर्माणाधीन अवस्थामा रहेको यो धरहरा आज हामी चाहिँ लामो समयपछि नै लगभग जिन्दगीको एउटा चाहिँ जीवनको उत्तरार्धमा आएर चाहिँ आधा जीवनमा आएर चाहिँ यस क्षेत्रको विषयमा चाहिँ हामी यस क्षेत्रको ठाउँमा चाहिँ अवलोकन गर्दैछौँ। प्रत्यक्ष रूपमा चाहिँ हामी देखिरहेका छौँ। सर्वप्रथम सुनाउनुहोस्, अब यो हामी धरहरा धेरै लामो समयपछि निर्माण सम्पन्न भएको यस चाहिँ भीमसेन स्तम्भलाई प्रत्यक्ष रूपमा अवलोकन गर्दा तपाईँलाई कस्तो महसुस भएर लागिरहेको छ? सर्वप्रथम तपाईँको केही 2-4 शब्द हामीलाई हेरेर साथ दिनु नै दर्शक महानुभावहरूप्रति 2-4 शब्द राखिदिनु होला। म चाहिँ आज धेरै नै खुसी छु। यो भीमसेन गोला धरहरामा चाहिँ हामी अब चढ्न गइरहेछौँ। हाम्रो मिन सर र म अब पहिला चाहिँ अब यो धरहरा चढ्न नपाइकन भत्किएको हुनाले अब अहिले चाहिँ हामी पहिलोचोटि चढ्दैछौँ। धेरै नै खुसी छौँ। तपाईँहरू पनि एकचोटि अवश्य यहाँ आएर चाहिँ माथिबाट चाहिँ काठमाडौँको दृश्यहरू चाहिँ हेरिदिनु होला। धन्यवाद सर्वर सर। अब यो महाभूकम्प 2072 सालमा आइसकेपछि यस क्षेत्र चाहिँ भग्न विशेषको रूपमा चाहिँ भग्न अवशेषको रूपमा चाहिँ रह्यो र नेपाल सरकारले यस क्षेत्रलाई मर्मतको लागि चाहिँ धेरै लामो समयसम्म चाहिँ पर्खेर आज चाहिँ यो चाहिँ सम्पन्न भइसकेको पनि धेरै लामो समय भइसकेको छ। आज हामी प्रत्यक्ष रूपमा चाहिँ यस क्षेत्रलाई चाहिँ प्रवेश गर्नेछौँ। हेरेर साथ दिनुहोला। धन्यवाद।